कमर्समा प्रॉफिट कसरी हुन्छ त? ई-कमर्स भनेको अनलाइनबाट सामान किन्ने बेच्नेलाई भनिन्छ। ई-कमर्समा प्रॉफिट हुने भनेको नै प्रोडक्ट बेचेर हो। तर मल्टी भेन्डरमा चाहिँ अलि धेरै तरिकाले हुन्छ। मल्टी भेन्डरमा तपाईले मात्र नभएर अरू पनि सेलरले तपाईको प्लेटफर्म युज गरेर प्रोडक्ट बेच्न सक्नुहुन्छ। यसमा इन्कम हुने पहिलो तरिका भनेको नै त्यही प्रोडक्ट बेचेर हो। त्यसपछि अर्को भनेको सेलरसँग कमिसन, सब्सक्रिप्सन अनि रजिस्ट्रेसन फीहरू लिएर हो। तपाईको प्लेटफर्ममा रजिस्टर गर्नको लागि नर्मली तपाईले सेलरहरूसँग वान टाइम 1000 रुपैयाँ जति एमाउन्ट लिन सक्नुहुन्छ। अनि कमिसन चाहिँ तपाईको प्लेटफर्मबाट उनीहरूले सामान राखेर कुनै कस्टमरले किन्यो भने पे गर्न मिल्छ। यो सबै काम टोटली पुरै अटोमेटिक हुन्छ। जस्तो कि तपाईले 10% कमिसन लिने भनेर सिस्टममा राख्नु भएको छ भने अनि कुनै सेलरको 1000 रुपैयाँ बराबर सामान बिक्री भयो भने कति पैसा सेलरले पाउनु पर्ने हो, तपाईको कमिसन कति हुन्छ देखि सबै हिसाब पुरै एकदम ए टु जेड सिस्टममा देखिन्छ। यसमा सेलर वाइज डिफ्रेन्ट कमिसन पनि सेट गर्न मिल्छ। अनि अर्को भनेको चाहिँ डेलिभरी चार्जबाट हो। नर्मली यसमा त्यति प्रॉफिट चाहिँ हुँदैन किनभने सामान डेलिभरी गर्न तपाईले नै खर्च लागिहाल्छ। यो चाहिँ बराबर वा कहिलेकाहीँ माइनस पनि हुन सक्छ। अनि अर्को भनेको एडभर्टाइजमेन्टबाट हो। तपाईले पक्कै पनि देख्नुभएको होला मोबाइल पसलमा विभिन्न मोबाइलहरूको बोर्ड विज्ञापन राखेको हुन्छ। हो त्यस्तै तपाईको प्लेटफर्ममा जे सामान बिक्री हुन्छ त्यो सम्बन्धी ब्रान्डहरूले आफ्नो प्रमोसन लागि तपाईलाई पे गरेर विज्ञापन राख्न सक्छ। तर त्यसको लागि तपाईको वेबसाइटमा राम्रो भिजिटर चाहिँ हुनुपर्छ है। अनि साथै सब्सक्रिप्सन फी, प्रोडक्ट लिस्टिङ फी, बुस्टिङ जस्ता धेरै माध्यमबाट तपाईले प्रॉफिट बनाउन सक्नुहुन्छ। तर यो काममा अहिले भर्खर सुरु गर्ने बित्तिकै प्रॉफिट हुन्छ हैन है। फेरि प्रपर प्लान गरेर मार्केटिङ गरेपछि मात्र प्रॉफिटेबल हुन सकिन्छ। तपाईहरु मध्ये कतिपयलाई यो सिस्टम चलाउन आउँछ होला, कतिलाई आउँदैन होला। त्यसैले तपाईले सजिलो होस् भनेर सबै कुराहरू सिकाएर मैले युट्युबमा भिडियो नै राखिदिएको छु। त्यो हेरेर पनि तपाईले बुझ्न सक्नुहुन्छ। तपाई काठमाडौँ भ्याली भित्र हुनुहुन्छ भने भेटेरै अनि भ्याली बाहिर हुनुहुन्छ भने अनलाइन मिटिङ गरेर पनि तपाईलाई सबै सिस्टम चलाउन तपाई अनि तपाईको स्टाफलाई ट्रेनिङ दिन्छु। त्यसको लागि कुनै एक्स्ट्रा चार्ज पनि लाग्दैन है। फेरि हाम्रो सिस्टममा बाइ डिफल्ट क्याश अन डेलिभरी, म्यानुअल पेमेन्ट, ई-सेवा, खल्ती, पेपल, स्ट्याम्प अनि रजरपेदेखि पे गर्न मिल्ने बनाएको छौँ। यदि तपाईले ई-सेवा पेमेन्ट गेटवे राख्न चाहनुहुन्छ भने तपाईको कम्पनी रेजिस्टरको पेपर, प्यान अथवा भ्याटको पेपर अनि 30,000 रुपैयाँ ई-सेवालाई पे गरेपछि त्यसले एउटा ई-पे दिन्छ। त्यो हामी फ्रीमा इन्टिग्रेट गरिदिन्छौँ। अनि त्यसपछि पर ट्रान्जेक्सनमा 5 देखि 7% सम्म ई-सेवाले चार्ज दिन्छ। खल्तीको पनि लगभग सेम त्यस्तै हो। अरू फ्रीको अप्सन पनि धेरै छन् तर तिनीहरू राख्नुभन्दा नराख्नै ठिक छ अहिलेको लागि। अब तपाईहरु स्टार्टअप हुनुहुन्छ भने सुरुमै त्यत्रो पैसा पे गर्नु चाहिँ सुटेबल त्यति हुँदैन। त्यसको विकल्पमा हामीले म्यानुअल पेमेन्टको अप्सन पनि राखेको छौँ। त्यसमा के हुन्छ भने कस्टमरले लास्टमा चेकआउट गर्ने बेलामा तपाईको क्यूआर देखाउन मिल्ने अप्सन हुन्छ। अनि त्यो क्यूआरमा पे गरिसकेपछि त्यसको स्क्रिनशट साइडमा मेसेज बक्समा पठाउन मिल्छ। त्यो तपाईले हेरेर म्यानुअली भेरिफाई गरेर अपडेट गर्न मिल्छ। यस्तो गर्दा एक स्टेप अलि लामो चाहिँ हुन्छ तर कतै कसैलाई ट्रान्जेक्सन फी पे चाहिँ तपाईँ गर्नु पर्दैन। नेपालको केसमा धेरै जस्तो कस्टमरले सामान आफ्नो हातमा नआएसम्म पैसा पे गर्न नखोज्ने भएको कारणले गर्दा क्यास अन डेलिभरी नै धेरै नै पपुलर हुन्छ।